नमस्ते। म देवदा मदर टङ्स एकाडेमीको सहायक प्रिन्सिपल हेमलाल शर्मा। आज देवदा मदर टङ्स एकाडेमीका कक्षा 5 र कक्षा 8 का विद्यार्थी भाइ बहिनीहरूलाई स्थानीय भ्रमण गराउन हामी गइरहेका छौँ र म अब कक्षा 5 का विद्यार्थी भाइ बहिनीहरूलाई आज खास गरेर देवदा नगरपालिका भित्रको केही स्थानहरूको चाहिँ भ्रमणको बारेमा म जानकारी दिन गइरहेको छु। Good morning, all of you. Sit down. Thank you, sir. नमस्कार, मेरो नाम मोहन गैरे। आज हामी देवदा मदर टङ्स एकाडेमीका छात्र मिली हामी सबै आज पुष्करणी दह अर्थात् देवदहमा केही ठाउँहरू अवलोकन गर्न गइरहेका छौँ। आज हामी कक्षा 8 का विद्यार्थी भाइ बहिनीहरू नमस्कार, हामी भर्खरै पुष्करणी दहमा आइपुग्यौँ र अब भने हामी पुष्करणी दहको इतिहासबारे अवलोकन गर्न गइरहेका छौँ। देवदह नगरपालिका वडा नम्बर घोडामा अवस्थित पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ लगभग 700 मिटर जतिमा यो दह अवस्थित छ। र यहाँ पहिला 2567 वर्ष अघि बुद्ध भगवानको मावली भन्ने, जसलाई हामी कोलीय राज्य पनि भन्दछौँ, त्यो कोली राज्य भनेको हाम्रो बुद्धको मावल रहेको थियो र उहाँ चाहिँ मावलमा रहँदा कहिलेकाहीँ मावलमा आउँदाखेरि उहाँ यस दहमा नुहाउने गर्नुहुन्थ्यो र त्यसका साथसाथै ऋषिमुनिहरू पनि यस दहमा नुहाउने गर्नुहुन्थ्यो। सुन्दै हुनुहुन्छ? त्यस कारणले पनि यो दह धार्मिक रूपमा निकै महत्त्व बोकेको छ। भनिन्छ नि, हामीले पढेको भन्दा सुनेको कुरा हामीलाई याद हुन्छ र सुनेको भन्दा पनि हामीले प्रत्यक्ष रूपमा देखेको कुरा हामीलाई अझ बढी याद हुन्छ। यही कुरालाई मनन गर्दै हामीले आज कक्षा 8 र कक्षा 5 का विद्यार्थीहरूलाई चाहिँ देवदाहका केही ऐतिहासिक ठाउँहरूको भ्रमण गराइरहेका छौँ। हामीले यो भ्रमण गराउनुको मुख्य उद्देश्य भनेकै विद्यार्थीहरूलाई चाहिँ आफू बसेको स्थानीय ठाउँको बारेमा
राम्रो जानकारी होस् र देवदहको इतिहास के कस्तो छ भन्ने बारे पनि राम्रो ज्ञान होस् भन्ने उद्देश्यका साथ हामीले आज यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।